नमस्कार, यहाँहरूलाई आचार्य केदार प्रसाद च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। नवग्रह प्रार्थना अत्यन्त महत्त्वपूर्ण छ। हामीले प्रत्येक दिन नवग्रह प्रार्थना गर्न सक्यौं भने हामीलाई त्यो दिन अत्यन्त राम्रो रहन्छ। नवग्रह प्रार्थना कसरी गर्ने र यसको अर्थ के हो, यसको बारेमा म जानकारी गराउन गइरहेको छु। सूर्य सौर्य मथेन्द्र रुच्च पदवी सन्मङ्गल मङ्गल सद्बुद्धिश्च बुधो गुरुश्च गुरुतां शुक्रं सुखं शंसनि राहुर्बाहुबलं करोतु कुशलं केतुः कुलशून्यतं नित्य प्रीतिकरा भवन्तु भवतां सर्वे नुकूला ग्रहा नित्य प्रीतिकरा भवन्तु भवतां सर्वे नुकूला ग्रहा। अर्थात् सूर्यले सदा सर्वदा पराक्रम दिउन्, चन्द्रमाले पदोन्नति दिउन्, मङ्गलले सदा सर्वदा मङ्गल र शुभ फल प्रदान गरून्, बुधले सद्बुद्धि दिउन्, बृहस्पतिले समृद्धि दिउन्, शुक्रले सुख प्रदान गरून्, शनिले सदा सर्वदा कल्याण गरून्, राहुले बल प्रदान गरून्, केतुले परिवार र कुलको उन्नति गरून्। यसरी यी सबै ग्रहहरू यहाँहरूका लागि सदा सर्वदा अनुकूल बनुन् भन्ने कामना गरिएको छ। यहाँको सदा सर्वदा जय होस्, मङ्गल होस्, कल्याण होस्, जय होस्।